बालनजीले अहिले मलाई खेद्नु हुँदैछ नि, उहाँ दुर्गा प्रसादलाई पक्डी भनेर। बालनको देश हो यो, हाम्रो देश होइन। बालनले कति ट्याक्स बुझाउँछ, बालनले कतिलाई रोक्दैछ। तपाईँहरू यस्तोमा कुद्नुहुन्छ। त्यो 4-5 जना रहेछन्, कोनी के ढोला इटी पनि उसले बनायो, यो पनि उसले बनायो, राम्रा चिज जति जम्मै बालनले बनायो, घरबाट ल्याएर भने जस्तो गरेर चाहिँ नारा फिजाएर हिँडेछन्। त्यसले गर्दाखेरि एउटा कुरो के भन्छु भने बालनले पनि एक दिन मेरा घरमा आउनुपर्छ, मलाई जोगाइदिउँ भनेर हेर्दै जानुहोस्, हेर्दै जानुहोस्। हेट तेरिका, म दुर्गा माताको भक्त हुँ। मैले बोलेको कुरा पुगेन छ भने मलाई भन्नुहोस्, हेर्दै जानुहोस्। त्यो व्यवस्था परिवर्तन भएन भने नि भाइ, यी जेएनजी जाति त जम्मै जेल जान्छन्। अस्ति फुटाउने मन्त्री एउटा भइहाल्यो, प्रधानमन्त्री एउटा भइहाल्यो, जेल जाने अर्को भयो भाइ। ती सब सुरु भइसक्यो होइन। अस्ति जो यो आन्दोलन सफल भएन र दुर्गा हेर्नु न, यो दुर्गा प्रसादको आन्दोलन सफल भएन भने कतिजना थुनिन्छन्। त्यसले गर्दा त्यो बाँच्नको लागि पनि सबैजना फेरि सडकमा आउनुहोस् शान्तिपूर्ण। म त थुनिन तयार मेरा भाइ, मलाई त लगेर खरीको बोटमा झन्ड्याउन् न, तर मुलुक चाहिँ मुक्ति गरौँ। आन्दोलनबाट त ब्याक हुँदैन। मेरो व्यवस्था परिवर्तन गरौँ न, संविधान चेन्ज गरौँ न। यी तस्कर जतिलाई लगेर राष्ट्रपति सुत्तालाई थुनौँ न। यो राष्ट्रपतिको चाहिँ 7वटा घर छ लन्डनमा, ल्याएर थुनौँ न राष्ट्रपतिलाई। यी भ्रष्टाचारीलाई थुनौँ त। राष्ट्रपतिका छोराको के को चुनाव हो? चुनावै हुँदैन। के को चुनावदेखि डराएको भन्नुहुन्छ? चुनाव हुन्छ अब यो मुलुकमा। हतियार बाहिर छ 21,000 हतियार त माथि आएर यहाँ माथि काठमाडौँमा राखेर छ। के को तपाईँले चुनाव हुनु? तपाईँ कहाँ हुनुहुन्छ हौ मेरा भाइ? अर्काले चलाएको देशमा बसेर तपाईँ चुनाव हुन्छ भन्नु? तपाईँले तपाईँलाई एकछिन तपाईँलाई म एउटा कुरो, तपाईँ धेर डिस्कस नगर्नु न। अझै म तपाईँलाई देखाइन्छु। अस्ति मैले नि अलिकति देखाएँ होइन सिन, अस्ति देखाएँ, फेरि देखाउँदैछु। बालनजीले अहिले मलाई खेद्नु हुँदैछ नि, उहाँ दुर्गा प्रसादलाई पक्डी भनेर। बालनको देश हो यो, हाम्रो देश होइन। बालनले कति ट्याक्स बुझाउँछ, बालनले कतिलाई रोक्दैछ। तपाईँहरू यस्तोमा कुद्नुहुन्छ। त्यो 4-5 जना रहेछन्, कोनी के ढोला इटी पनि उसले बनायो, यो पनि उसले बनायो, राम्रा चिज जति जम्मै बालनले बनायो, घरबाट ल्याएर भने जस्तो गरेर चाहिँ नारा फिजाएर हिँडेछन्। त्यसले गर्दाखेरि एउटा कुरो के भन्छु भने बालनले पनि एक दिन मेरा घरमा आउनुपर्छ, मलाई जोगाइदिउँ भनेर हेर्दै जानुहोस्, हेर्दै जानुहोस्। त्यो हेट तेरिका, म दुर्गा माताको भक्त हुँ। मैले बोलेको कुरा पुगेन छ भने मलाई भन्नुहोस्, हेर्दै जानुहोस्। खै एजेन्डा ल्याउने हो यहाँ त तेरिका। लु पढेर सुनाइदिनु दिनु। पार्टी त खोल्ने गरौँला नि यार, पार्टी भन्दा पनि देश जोगाउनु परेन। चुनाव आइसक्यो नि, चुनाव के को हुन्छ? चुनावै हुँदैन भन्दै